नमस्ते। खास समरीमा तपाईहरुलाई स्वागत छ। म हुँ तपाईको साथी। नेपाली टेली चलचित्रको क्षेत्रमा निकै लोकप्रिय सिरियल ससको 141औं भाग तपाईहरुले हेरिसक्नुभयो होला। हिजोको भागमा निकै उतार चढाव, भावनात्मक दृश्य र केही नयाँ रहस्यहरू देखिएका छन्। आज हामी यसै भागको समीक्षा गर्नेछौँ र आगामी भागमा के हुन सक्छ भन्ने बारे पनि चर्चा गर्नेछौँ। हिजोको भागको सबैभन्दा राम्रो पक्ष भनेको चन्द्र र मुना बीचको पुनर्मिलन हो। एउटा घर तब मात्र मन्दिर बन्छ जब त्यहाँ समझदारी हुन्छ। मुनाले आफ्नो गल्ती महसुस गरेर सासू आमासँग माफी माग्नु र आमाले उनलाई बुहारी होइन छोरी मानेर अँगाल्नु यो भागको मुटु छुने दृश्य थियो। अब मुना मूल घरमै बस्ने भएकी छिन्, जसले घरमा फेरि खुसियाली फर्काएको छ। अर्कोतर्फ घरमा अशान्ति फैलाउने पात्रको रूपमा देखिएकी राधिकाले पनि अन्ततः आत्मबोध गरेकी छिन्। उनले दाइसँग माफी मागेर पोखरा जाने निर्णय गरिन्। यो एउटा सकारात्मक मोड हो, तर हे उनी साँच्चै सुध्रिएकी हुन् त? यो भने आगामी भागले नै देखाउनेछ। भाग 141 मा हामीले एउटा डरलाग्दो दृश्य देख्यौं। शिवले तुलसालाई डिभोर्स दिएको, तर पछि थाहा भयो कि त्यो त तुलसाको सपना मात्र थियो। यसले के संकेत गर्छ भने तुलसा आफ्नो सम्बन्धलाई लिएर निकै असुरक्षित महसुस गरिरहेकी छिन्। अञ्जली र शिवको बढ्दो मित्रताले कतै यो सपना यथार्थमा त परिणत हुने होइन। यो अहिलेको ठूलो चासोको विषय बनेको छ। अब कुरा गरौँ आगामी भागमा के हुन सक्छ त? मेरो विचारमा अबको भागमा मुनाको स्वास्थ्य र उनको गर्भमा रहेको बच्चाको सुरक्षामा परिवारको ध्यान केन्द्रित हुनेछ। तर शिव र तुलसाको सम्बन्धमा भने अझै केही सकस थपिने देखिन्छ। अञ्जलीले शिवको जीवनमा कस्तो भूमिका खेल्ने छिन् त्यो हेर्न बाँकी नै छ। तपाईहरुलाई हिजोको भागमा कुन पात्रको अभिनय सबैभन्दा मन पर्यो? मुनाको पश्चाताप कि आमाको ममता? कमेन्ट बक्समा लेख्नु नबिर्सिनुहोला। यदि तपाईलाई हाम्रो यो समीक्षा मन पर्यो भने भिडियोलाई लाइक गरिदिनुहोला र यस्तै नयाँ नयाँ अपडेटहरूका लागि हाम्रो च्यानल खास समरीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै यो भिडियोलाई आफ्ना साथीभाइहरूमाझ सेयर पनि गरिदिनुहोला। अर्को भिडियोमा फेरि भेट हुनेछ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्ते।